तपाईलाई क्लास 10 को एक्जामिनेसन दिनु छ म्याथको भोलिपल्ट, अनि तपाईँले केही प्र्याक्टिस गर्नु भएन, याद पनि गर्नु भएन, जस अलिकति प्रार्थना गरेर भोलिपल्ट जानुभयो, के त्यो म्याथमेटिक्समा तपाईँ पास हुनुहुन्छ एक्जाममा? अब्भियसली फेल हुनुहुन्छ। आज धर्मले करोडौँ मान्छेलाई के सिकाएको छ भने हामीले केही गर्नु पर्दैन, अलिकति उहाँलाई सम्झिनुपर्छ, मेहनत गर्नु पर्दैन, सबै परमेश्वरले गरिहाल्नुहुन्छ भनेर उनीहरूको धारणा छ र उनीहरू कहिले उभोलाए छैन। आज म तपाईँलाई भन्न चाहन्छु, द प्रुफ अफ किङडम सिटिजन इज ओबिडियन्स टु किङ्स वर्ड। तपाईँ राज्यको नागरिक हुनुहुन्छ भने त्यसो भए तपाईँ परमेश्वर राजाको हरेक वचनलाई मानेर हिँड्नुहुन्छ। याकुबले 1:22 त्यही भन्नुहुन्छ, तर वचन पालन गर्ने हो, सुन्ने मात्र भएर आफूलाई धोका नदेऊ। प्रब्लम यही छ, हजारौँले होइन लाखौँ करोडौँ मान्छेले वचन सुन्ने मात्र भएको छ। अनि म आज तपाईँलाई तितो सत्य भन्छु, अहिले ख्रिस्टको मण्डलीहरू टाइम पास र मनोरञ्जनमा गइरहेछ। आराधना एक प्रकारको एन्टरटेनमेन्ट भइरहेको छ। तपाईँको मनमा आयो वचन चाहिँ, वचन पनि जब तपाईँले भन्नुहुन्छ आज मलाई वचन सुनेर निन्द्रै लागेन, आजको वचनले मलाई के भयो भयो, आजको वचन क्या दामी लाग्यो, आजको वचनको समय त के छिटो गयो, आज मलाई बोरिङ लागेन वचन सुन्दाखेरि। ठिक छ, तपाईँलाई बोरिङ लागेन, ठिक छ, तपाईँलाई निन्द्रा लागेन वचन सुन्दाखेरि, ठिकै छ, तर के त्यो वचन तपाईँले मान्नुहुन्छ? यदि मान्नुहुन्न भने इभन जस्तै खतरा वचन तपाईँले सुन्नु भएको छ नि, त्यो पनि एन्टरटेनमेन्ट नै हो, मनोरञ्जन मात्र हो। अनि याकुबले त्यही कुरा गर्दैछ, सुन्ने मात्र नहो, पालन गर्ने भन, नत्र त आफूले आफूलाई धोका दिइरहेको हुन्छ। आज करोडौँ मान्छेले यसमै धोका दिइरहेछ। सो तपाईँ परमेश्वरको राज्यको नागरिक पाउनु भएको छ भने के प्रुफ छ भने तपाईँ राजाको वचनलाई मान्नुहुन्छ। यसाया 1:19 भन्छ, यदि तिमीहरू राजी र आज्ञाकारी भयो भने तिमीहरूले यस देशको असल असल कुरा खानु पाउनेछौ। यो वचन मलाई बार बार याद आउँछ। एकजना लिडर आउनु भएको थियो अनि हाम्रो घरमा उहाँले भन्नुभयो, म त्यो देशमा थिएँ, त्यो देशमा त्यहाँको विश्वासीहरूले मलाई यति माया गर्थ्यो, आएर मेरो घरको भाडा तिरिदिन्थ्यो र उनीहरूले ग्लोसरी किराना पसलबाट किन्दाखेरि एक झोलामा आफ्नो लागि किन्थ्यो, एक झोला हाम्रो लागि किनिदिन्थ्यो। तर यहाँ त्यस्तो छैन। अनि मैले उहाँलाई भने, तपाईँको लागि यहाँ त्यस्तो छैन, तर मेरो लागि यहाँ पनि त्यस्तै नै छ। म मेरो राजा प्रभु येशूलाई यति धन्यवाद दिन चाहन्छु, यो यसाया 1:19 मेरो जीवनमा पल पल पुरा भएको हुन्छ। इनफ्याक्ट प्रशस्ततामा हामी बाँडिदिन्छौँ यदि तिमी राजी र आज्ञाकारी भयो भने। यहाँ आज्ञाकारिता मात्र होइन, राजी। अब यो पेनले मैले यहाँ यस्तै रेखा अलिकति दुख्छ, बार 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 हिर्कायो भने कति झिजो लाग्छ हामीलाई। सो राजाको यत्रो वचन छ, उहाँको वचनमा यत्रो पालन गर्नु, त्यो पनि राजी खुसी भएर, झिजो लाग्दैन र वाक्कै दिक्कै लाग्दैन र लाग्दैन, एउटा कारणले, गहिरो प्रेमले। सो परमेश्वरको राज्यको आज्ञाकारिता चाहिँ जबरजस्तीको आज्ञाकारिता होइन, देखाउने आज्ञाकारिता पनि होइन, भिडमा अर्कै एकान्तमा अर्कै होइन। यो आज्ञाकारिता चाहिँ नि प्रेममा डुबेर जन्मेको आज्ञाकारिता हो। त्यही कारणले गर्दा सबैभन्दा धेरै माया पतिलाई गर भनेको छैन। सारा हृदय सारा प्राण समस्त शक्तिले पत्नीलाई प्रेम गर भनेकै छैन, छोरालाई गर छोरीलाई गर भनेको छैन। सारा हृदय प्राण समस्त शक्तिले भन्दा माइन्ड बडी स्पिरिट एभ्रिथिङबाट परमेश्वरलाई प्रेम गर भन्छ। जब त्यो मायामा तपाईँ पवित्र आत्माको तालिम पाएर फस्नुहुन्छ नि, यो राजी र आज्ञाकारिता आफै बग्छ, नेचुरली बग्छ। तपाईँको मुख बिग्रिँदैन, करबाट हुँदैन, दबाबमा हुँदैन, तर तपाईँलाई खुसी लाग्छ मान्नुको लागि। अब अर्को कुरा म लान्छु, उहाँको राज्यमा अझै गहिरो कुरा छ। कतिले भन्छ येशू हाम्रो चट्टान हो, आमेन, हामी येशूमा छौँ, त्यही कारणले कसले पनि हामीलाई तोड्नु सक्दैन, नरकको दिवारले, नरकको आगोले, पर्खालले पनि हामीलाई छुनु सक्दैन, आमेन। दामी लाग्छ, आमेन। यस, हामी येशूमा छौँ। हामी चट्टानमा बनाएको घर जस्तो हामी, किनभने येशूमा छौँ भन्छ।
तर मजाले निहाल्नुहोस् त प्रभु येशूले के भन्नुभएको छ। मत्ती 7:24 27, लुका 6:47-49, मेरो वचन जसले सुन्छ र पालन गर्छ त्यो व्यक्ति चट्टानमा बनाएको घर जस्तो भनेछ। जसले मेरो नाम लिन्छ, होइन, मेरो वचन जसले सुन्छ र पालन गर्छ। सो परमेश्वरको राज्यमा चाहिँ मान्नै पर्यो। नत्र त जब परमेश्वरको वचन हामी मान्दैनौँ, बलुवामा बनाएको घर जस्तै हुन्छ। अब तपाईँ जानुहोस्, विभिन्न मण्डलीतिर जानुहोस्, इभन अगुवाहरूलाई पनि हेर्नुहोस्, तपाईँले प्राय जस्तो देख्नुहुन्छ बलुवामा बनाएको घर जस्तो देख्नुहुन्छ परिस्थिति। किन? हामीलाई झुटमा हालेको छ, स्पेसली परम्पराले, मान्छेले बनाएको रीतिथितिले। कि परमप्रभुले हाम्रो आँसु हेर्नुहुन्छ, उहाँले हामीलाई बुझ्नुहुन्छ, उहाँले हाम्रो मुडलाई हेर्नुहुन्छ र आशिष दिनुहुन्छ। प्रिपरेसन बिना म्याथमेटिक्सको एक्जामिनेसन दिन जाँदाखेरि अभियसली तपाईँ फेल भन्नुहुन्छ। यूहन्ना 14:15 भन्छ, यदि तिमीले मलाई प्रेम गर्छौ भने तिमीले मेरो सबै आज्ञालाई पालन गर्छौ। प्रेममै छ। अनि प्रेम एक दिनमा बढ्दैन। यो परमेश्वरप्रतिको प्रेम चाहिँ परालमा आगो लागे जस्तो होइन। परमेश्वरप्रतिको प्रेम चाहिँ नि यो कोइलामा आगो लागे जस्तै हो। हरेक दिन तपाईँले चोइस गर्नु पर्यो, म उहाँलाई प्रेम गर्छु भनेर। यता संसारले तानेको हुन्छ, आफन्तले तानेको हुन्छ, धेरैले हामीलाई तानेको हुन्छ, तर पनि ती सबैलाई पन्छाएर म मेरो राजालाई प्रेम गर्छु भनेर जति प्रेममा गाडिनुहुन्छ नि, त्यति नै आज्ञा पालन तपाईँको जीवनबाट आउँदै गर्छ। त्यो कारणले गर्दा सबैभन्दा ठुलो आज्ञा नै उहाँको वचनमा सारा हृदय, सारा प्राण, समशक्तिले उहाँलाई प्रेम गर्ने र छिमेकीलाई आफूलाई चाहिँ प्रेम गर्ने। जति तपाईँ राजाको प्रेममा डुब्नुहुन्छ, त्यति नै राजाको हरेक शब्द मान्दै हुनुहुन्छ। जब दिन ब दिन मान्नुहुन्छ, एक दिन छोड्यो, फेरि 3 दिन मान्यो, फेरि छोड्यो, त्यस्तो होइन। कन्सिस्टेन्सी, लगातार हप्ता, महिना, साल, सालो मान्दै हुनुहुन्छ नि, तपाईँले यो देशको असल कुराहरू खानु पाउनुहुन्छ।